हेलो साथीहरू, आज चाहिँ म तपाईँलाई एनटिसी र एनसिएलमा पेजी कसरी अनेबल डिसेबल गर्ने त्यसको बारेमा सिकाउनु गइरहेको छु। तपाईँले यो डिसेबल गर्नुभयो भने चाहिँ तपाईँको डाटा सकिँदा पनि तपाईँको ब्यालेन्स चाहिँ काटिँदैन। त्यसैले आजको भिडियोमा चाहिँ म तपाईँलाई एनटिसी र एनसिएलमा पेजी कसरी अनेबल गर्ने, कसरी डिसेबल गर्ने त्यसको बारेमा सिकाउनु गइरहेको छु। अब पेजी भनेको चाहिँ के हो भन्दाखेरि पेजीको फुल फर्म चाहिँ पुरा रूप भनेको चाहिँ पे एज यु गो हो, अथवा कसैले यसलाई चाहिँ PAYG पनि भन्छ र खास चाहिँ यसलाई पेजी भनिन्छ, पे एज यु गो। र तपाईँले यो अनेबल डिसेबल गर्नुभयो भने चाहिँ तपाईँको डाटा सकिएपछि तपाईँको एकाउन्टमा भएको ब्यालेन्स चाहिँ तपाईँको काटिँदैन। त्यसैले आजको भिडियोमा चाहिँ म तपाईँलाई कसरी डिसेबल गर्ने त्यसको बारेमा सिकाउनु गइरहेको छु। त्यसको लागि चाहिँ तपाईँले सबभन्दा सुरुमा आफ्नो मोबाइल फोनको डायल प्याड अन गर्नुहोस्, ओपन गर्नुहोस्। र मैले चाहिँ यहाँ मेरो फोनको डायल प्याड ओपन गरिसकेको छु र सुरुमा चाहिँ म यहाँ एनटिसीको पेजी कसरी डिसेबल गर्ने त्यसको बारेमा सिकाउनु गइरहेको छु। तपाईँले एनटिसीमा पेजी डिसेबल गर्नुको लागि चाहिँ तपाईँले स्टार अनि 444 3टा 44 अनि ह्याच थिचेर तपाईँले कल गरिदिनु होला। र यति भएपछि तपाईँले यहाँ प्लानहरू चुज गर्न सक्नुहुनेछ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ प्लिज चुज भनेको छ। 1 मा एक्टिभ 4G, 2 मा एक्टिभ वर्ल्ड, अनि 3 मा डिएक्टिभ वर्ल्ड र 4 मा अनेबल डिसेबल पेजी। तपाईँले चाहिँ 4 नम्बरको चुज गर्नु होला। म चाहिँ यहाँ 4 लेखेर रिप्लाई गरिदिन्छु। र यति भइसकेपछि तपाईँको डाटा पे एज यु गो, पेजीको फुल फर्म भनेको चाहिँ तपाईँको पे एज यु गो हो। तपाईँले के गर्नु चाहनुहुन्छ, डिसेबल गर्नु चाहनुहुन्छ कि अनेबल। तपाईँले डिसेबल गर्नुभयो भने चाहिँ तपाईँको डाटा सकेपछि तपाईँको ब्यालेन्स काटिँदैन। त्यसको लागि चाहिँ तपाईँले 1 थिच्नु पऱ्यो। जस्तै म यहाँ 1 थिच्नु गइरहेको छु, म 1 थिचिदिन्छु र रिप्लाई गरिदिन्छु। र यति भएपछि तपाईँले देख्न सक्नुहुनेछ योर पेजी डाटा सर्भिस डिसेबल एनटी भनेर छ नेपाल टेलिकम। र तपाईँले फेरि यसलाई अनेबल गर्नु पऱ्यो अरे। कुनै बेला तपाईँलाई प्रब्लम पऱ्यो, तपाईँसँग 10-15 रुपियाँ छ, डाटा तान्नु पैसा पुग्दैन, तर तपाईँलाई यसो अनलाइन जानु छ अथवा तपाईँले कसैलाई चुस्स SMS छोड्नु छ अनलाइनमा, अथवा टक्क तपाईँको मोबाइल ब्याङ्किङमा गएर तपाईँलाई टपअप गर्नु छ, त्यस्तो समस्या छ भने तपाईँले फेरि अनेबल गर्नुपर्ने हुनेछ। त्यसको लागि चाहिँ फेरि तपाईँले सेम प्रोसेस हो। तपाईँले स्टार 3टा 444 अनि ह्याज थिचेर तपाईँले डायल गरिदिनु होला। र डायल गरिसकेपछि तपाईँले फेरि 4 नम्बर छान्नु होला। र 4 नम्बर छानेपछि तपाईँले अब चाहिँ 2 थिच्नु होला, यानि कि दोस्रो अनेबल गरिदिने। र यति गरेपछि तपाईँको पेजी डाटा सर्भिस हेज बिन अनेबल भन्छ। अब यही तपाईँले एनसिएलमा चाहिँ कसरी गर्ने हो भन्दाखेरि मैले चाहिँ यहाँ मेरो एनसिएलको नम्बर यहाँ चुज गर्छु। तपाईँले एनसिएलको लागि चाहिँ स्टार 9005 स्टार 5 ह्याज तपाईँले यति थिचेर तपाईँले डायल गरिदिनु होला। र यति गरिसकेपछि तपाईँको सुरुमै आउँछ एक्टिभ पेजी भनेर, अनि दोस्रोमा आउँछ डिएक्टिभ पेजी, अनि 3 नम्बरमा आउँछ डिएक्टिभ सधैँ अनरिन्युअल, र 4 नम्बरमा आउँछ डिएक्टिभ डाटा एन्ड भोइस रिन्युअल, 5 नम्बरमा आउँछ मुभ टु सजिलो। अब हामीले एक्टिभ गर्ने कि डिएक्टिभ, हामी डिएक्टिभ गर्ने, किनकि हाम्रो डाटा सकेपछि ब्यालेन्स नकाटियोस् भनेर। म चाहिँ 2 नम्बरको डिएक्टिभ पेजी लेखेर म यसलाई रिप्लाई गरिदिन्छु। र यति भइसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ यु हेभ सक्सेसफुली ब्लक डाटा युजेस थ्रु मेन ब्यालेन्स भनिरहेछ। अब तपाईँले कोही बेला अब डाटा चलाउनु पर्ने हुन्छ, बरु ब्यालेन्स स्यालेन्स काट्योस्, डाटा चलाउँछु, यसो कसैलाई SMS छोड्नु छ, अथवा मोबाइल ब्याङ्किङबाट फेरि डाटा किन्छु अथवा टपअप गर्छु, त्यस्तो लागिरहेछ भने फेरि तपाईँले सेम प्रोसेस हो। स्टार 9005 स्टार अनि फेरि 5 अनि ह्याज थिचेर तपाईँले डायल गरिदिनु। र डायल गरिसकेपछि अब हामीले नम्बर 1 को छान्नु पऱ्यो। अब चाहिँ हामी एक्टिभ गर्ने, बरु ब्यालेन्स स्यालेन्स काटोस्, SMS कसैलाई पठाइहाल्छु, मेसेन्जर वाट्सएपतिर अथवा मोबाइल ब्याङ्किङबाट टपअप गरिहाल्छु भन्ने त्यस्तो भने चाहिँ मेन ब्यालेन्सबाट पनि चलोस् भन्ने तपाईँले चाहनुहुन्छ भने चाहिँ नम्बर 1 को एक्टिभ पेजी गरिदिनु होला। र म 1 लेख्छु र रिप्लाई गरिदिन्छु।
र तपाईँले यहाँ देख्न सक्नुहुन्छ मेरो एक्टिभ भइसकेको छ र तपाईँले स्टार 1 2 3 गरेर तपाईँले एफोर्डेबल हामीले एनसेल डाटा प्याकहरू किन्न सक्नुहुनेछ भनेर यहाँ देखेको छ। अहिलेको लागि चाहिँ म डिसमिस गरिदिन्छु र तपाईँले यसरी नै आफ्नो मोबाइलमा तपाईँले एनसेल हो कि एनटिसी त्यसको तपाईँले पेजी अथवा पे एज युको अनेबल डिसेबल गर्न सक्नुहुनेछ। र तपाईँलाई यो भिडियो कस्तो लाग्यो? यदि मन पऱ्यो भने लाइक, सब्सक्राइब र छेउमा रहेको बेल आइकनलाई पनि अलमा दबाइदिनु होला।